नमस्कार, म विक्रम सुन्दास नेपालकास्ट पोडकास्टमा यहाँलाई हार्दिक स्वागत छ। म कुराकानी गर्दैछु आदरणीय व्यक्तित्व हुनुहुन्छ जसले संस्कार, संस्कृति, रीतिरिवाजलाई अनि हाम्रो विभिन्न कुरालाई चेतनाको रूपमा समाज अनि देशको निमित्त उहाँले कला, सङ्गीतको माध्यमबाट, सिर्जनाको माध्यमबाट प्रस्तुत गरिरहनु भएको छ। आदरणीय व्यक्तित्व मानसिंह थुलुङ, जसको नाम यहाँलाई चिर परिचित छ। उहाँसँग बसेर म अन्तरङ्ग कुराकानी गर्ने प्रयास गर्नेछु। यसर्थ आजको कार्यक्रम यहाँले हामीलाई हेरेर पूर्ण रूपमा साथ दिनुहुनेछ, यो अपेक्षा सँगसँगै म आजको मेरो पाहुना आदरणीय व्यक्तित्व मानसिंह थुलुङ सरलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु। यहाँले सुरुवात गर्दै गर्दाको गीत सङ्गीतको जमाना अनि अहिले आएर यो एआईसम्म आइपुग्दाको गीत सङ्गीतको जमानामा पनि यहाँ निरन्तर गीत सङ्गीतकै यात्रामा हुनुहुन्छ। यो यात्रा गरिरहँदाखेरि के कति परिवर्तन भयो अहिले र त्यो बेला तुलना गर्नु पर्यो भने कसरी तुलना गर्नुहुन्छ? होइन, परिवर्तन त हुन्छ नै, परिवर्तनलाई स्वीकार पनि गर्नुपर्छ। सधैँ एकै नासको चाहिँ हुँदैन है, तर यसको मूल मर्म के हो त्यो चाहिँ छोड्नुहुन्न। अब परिवर्तन भन्दैमा एकदमै अपभ्रंश टाइपले जान पनि हुँदैन। मर्म मर्यो भने सबै कुरो मर्छ फेरि। त्यस कारणले अब आउँछन् जान्छन्। अब मैले थाहा पाएको पहिला पहिला हिपहप गीतहरू भन्थे है, हुँदै हुँदै त्यसलाई केमा आयो, अहिले आएर अब यसो स्वर मात्रै ट्याक्कै हाल्न पाए आफै गीत गाउने खालको जमानामा आयो। तर त्यसले चाहिँ हामीलाई जुन दिन पर्ने हाम्रो के भन्ने त्यसलाई, अब त्यो चाहिँ नै नक्कली नै भन्नुपर्छ त्यसलाई चाहिँ। गीत एउटा पारखी हुनको लागि अथवा एउटा त्यो विषयमा अलिकति पस्नको लागि त मेहनत बेगर त कुनै पनि हुनेवाला छैन। कलाकार बन्नको लागि मेहनत चाहिन्छ कि साधक, साधना, अभ्यास? यो अथवा भनिन्छ कलाकारलाई चाहिँ एउटा गड गिफ्ट पनि हुन्छ भनेर, के लाग्छ हजुरलाई? एउटा चाहिँ वातावरण हो, जुन गाउँको, जुन ठाउँको, जुन ठाउँमा हुर्केको त्यहाँ हो है, त्यसले यसलाई प्रेरणा दिन्छन्। अर्को त्यो चाहिँ भयो सुरुवातको फेजको कुराहरू। त्यस पछाडि अनि कतिपय कुरोमा त आफैले आफूलाई नाप्न पनि पर्छ है। म यो कुरोमा म कतिको पार लगाउन सक्छु भनेर र भएको कुरोलाई चाहिँ स्वीकार्नलाई चाहिँ अभ्यास, चिन्तन, यी दुईटा एकदमै चाहिन्छ। कलाकारले अध्ययन गर्नुपर्छ। अध्ययन त त्यसै गर्न परिहाल्यो। एक ठाउँमा बसेर एकै प्रकारको कुरोले त अघि नै भनियो चलायमान हुन्छ। समय पनि समयअनुसार यी कुराहरू बढ्दै जाने हो। त्यस कारणले यो के अरे, अब यसमा अध्ययन, अभ्यास र चिन्तन, कति कुराहरू त्यत्तिकै लाटो पाराले अभ्यास मात्रै गर्दा जब गरिन्छ सायद हाम्रो शरीरमा हार्मोनहरू त्यसैले उत्पादन हुने होला, चिन्तनले नै उत्पादन हुने होला भन्छु म चाहिँ। त्यस कारण यो सबै कुराहरू एकदमै आवश्यक छ। यो कलाकारिता क्षेत्रमा राजनीति कतिको आवश्यक हुन्छ? अहिले पछिल्लो समय त कलाकारहरूलाई राजनीतिक रूपमा पनि प्रयोग गरिन्छ होइन, र राजनीतिक आरोपले पनि कलाकारहरूलाई धेरै असर गरिरहेको हुन्छ अथवा फाइदा पनि पुगिरहेको हुन्छ। दुईटै सन्दर्भ छन्। तपाईँले के बुझ्नुभयो? तपाईँको जीवनभरि कलाकारिता गरिरहनु यसो होला। अब राजनीतिकले डिस्टर्ब गर्यो भन्नुभन्दा पनि आफ्नो ध्येय के हो सबैभन्दा त्यो सम्झिनु पर्छ होला।
आफ्नो ध्यान कतातिर हो के हो, म के गर्दैछु, म के हुन चाहन्छु। यदि त्यसरी हेरियो भने सायदै अरू हल्लाखल्ला केही त असर गर्छ नै, तर त्यो हल्लाखल्लाले त्यति छुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। भनेपछि आफू निर्दिष्ट एउटा गन्तव्यको लागि तय भएको छ भने कुनै पनि कुराले प्रभाव पार्दैन। हो, आफ्नो गोल सेटिङ अथवा आफ्नो सोच विचार त्यो चाहिँ दह्रो हुनुपर्छ होला लाग्छ मलाई चाहिँ। अब त्यो के भइदिन्छन् भने उसको कुरा सुन्ने, उसको कुरा सुन्ने, उसको कुरा सुन्ने, उसको कुरा सुनेर त्यतै लाग्ने भयो भने त त्यो त ठाउँमा पुग्न सकिँदैन। मैले के सोचेर म कहाँसम्म पुग्ने भन्ने मेरो एउटा ध्येय छ, त्यहाँसम्मको लागि त मैले मेहनत पनि गर्नु पर्यो, अभ्यास पनि गर्नु पर्यो र कुराहरू अब डिस्टर्ब गर्ने कुराहरूलाई मैले पन्छाउनु पनि सक्नुपर्छ, मलाई लाग्छ है त्यस्तो। हजुरले त लामो समय एउटा साङ्गीतिक नेपालको साङ्गीतिक धरातलमा बसेर काम गरेर चम्किलो ताराको रूपमा यहाँ हुनुहुन्छ। हजुरका अनगिन्त गीतहरू हामीले रेडियो टेलिभिजन लगायत अहिले पछिल्लो समय चर्चा परिचर्चा पाइरहेको सुनिरहेका छौँ। गीतले मनोरञ्जन हामीलाई दिइरहेको छ। यो गरिरहँदाखेरि कलाकारिता क्षेत्रमा उसको संस्कार संस्कृति ठाउँको रीतिरिवाजको हावभावले कतिको प्रभाव पार्दो रहेछ? यो तपाईँले चम्किलो तारा भन्नुभयो, त्यस्तो चम्केको चाहिँ होइन। आफूलाई त त्यस्तो लाग्छ। अब यो मेरो अलिकतिको जिद्दी म जसरी भए पनि घरबाट हेर्दाखेरि रेडियोमा गीत गाउनुपर्छ भन्ने उद्देश्यले हिँडेको। अब जाँदा त कति अवरोध त थियो नै। अब मैले के अरे दुःख पर्दाखेरि त्यतै हराउन थाल्यो भने त्यही कुराहरू त पुरा हुँदैनन् र फिल पनि नहुँदो रहेछ। मलाई त्यो खासै अपुगको फिल पनि भएन है। भोक लाग्दा पनि भोक लागे जस्तो नलाग्ने हुँदो रहेछ। त्यस कारणले गर्दा त्यो अलिकति मलाई चाहिँ त्यति मैले असहज फिल गरिनँ। हो, मसँग अब त्यस्तो म काठमाडौँ जाँदाखेरि मैले कोही पनि चिनेको थिइनँ र अहिले जस्तो त्यति बेला चाहिँ थिएन। अहिले त अब गाउँ जिल्लाको गाउँको सबै ठाउँको मान्छे उहाँ भेटिन्छ। अब त्यति बेला पुग्यो, अब बेलुका राति गाडीले पुऱ्यायो, कहाँ हो अब त्यति अग्लो भरै नदेखेको त्यो हुलभित्र अब कहाँ पछि गइयो भने जस्तो। तर कसो अब चिताएपछि चाहिँ एउटा ठेगान चाहिँ लागिदो रहेछ। ठिकै भयो। अब मैले मेरो भनाइ चाहिँ के हो भने लाग्यो र एउटा चिताएर गयो भने धेरै ठुलो नभए पनि सानो थोरै चाहिँ केही चाहिँ हुँदो रहेछ भन्ने चाहिँ मलाई लाग्छ। भाषा संस्कार संस्कृतिले कतिको फरक पार्दो रहेछ? भाषा संस्कार संस्कृति हाम्रो अब त्यो चाहिँ हाम्रो आधारभूत नै हो। हामी जुन थलोबाट गएको हुन्छौँ, अब त्यसलाई प्रतिनिधित्व नगरी अलग्गै अछुतो रहन सक्छ। मेरो तपाईँले अघि भनेको अब चम्किलो तारा भन्नुभयो, त्यस्तो चम्केको चाहिँ होइन। मेरो चाहिँ म के फिल गर्छु भने मेरो आफ्नोपन चाहिँ कता कता लागु भयो क्या र भनेर मलाई लाग्छ है। र छुट्टै तरिकाले गइयो भने उसको चाहिँ पहिचान हुन्छ क्या जस्तो लाग्छ। अर्को भाषा, अब हामी यतातिर पूर्वतिर लाग्ने मान्छेको भाषा चाहिँ धेरै कमै छ, तर संस्कार चाहिँ केही रहेको कारणले त्यसलाई हामीले एउटा मूल मानेर जाँदाखेरि यी कुराहरू सम्भव भएको हो कि जस्तो लाग्छ। तपाईँ काठमाडौँ जाँदै गर्दाखेरि
अघि भन्दै हुनुहुन्थ्यो म त चाहिँ दार्जिलिङतिर पढेर आएँ, त्यो भएर पनि मलाई संस्कार संस्कृति सिकेर आएँ, त्यो भएर पनि म साङ्गीतिक क्षेत्रमा प्रेरणाको स्रोत आफै एउटा जगाएर काठमाडौँ गएँ भन्ने कुरा गर्नुभयो। वास्तवमै रेडियो नेपालमा गीत रेकर्ड गर्न चाहँदै गर्दा कसले त्यहाँसम्म जाउँ भन्यो अथवा तपाईँ खुदै आफै स्वयं जानुभयो, के थियो? यो बच्चाको बेलामा मलाई भन्न हुने हो कि नहुने हो, क्षेत्रीय भावना ममा जागृत भएको रहेछ। त्यति बेला क्षेत्रीय भावना, त्यति बेला चाहिँ नि खरसाङमा रेडियो स्टेसन थियो, रेडियो नेपाल यतातिर मैले सुनेको, अनि त्यहाँको गीतहरू फाटाफुटा सुनिन्थ्यो। अनि म पढेँ नेपालतिरको, हाई स्कुल पढ्यो दार्जिलिङ उतातिरको, अनि उतातिरको साथीहरूको कुरा सुन्दाखेरि रेडियो छ त्यहाँ गाउँछौँ, त्यहाँ हामी यसरी गर्छौँ उसरी गर्छौँ भन्दा मलाई त्यो त्यति बेला त्यो क्षेत्रीय भावनालाई म पनि रेडियो नेपाल गएर गाउँछु भन्ने कता कता हो कहाँबाट आयो। त्यही धोको लिएर घरबाट म एउटा सानो झोला पोका पन्ध्रो के थियो त्यति बेला केही पनि थिएन लिएर हिँडेको। त्यो इगोले होला मैले गएको 38-39 सालमा म काठमाडौँ छिरेँ। 41 सालमा भुक्याएर गणेश शशिक दाईले त्यति बेला उहाँ चाहिँ नि रत्न रेडियो संस्थानमा जेएम हुनुहुन्थेछ। अनि यो बृहत राष्ट्रिय युवा गीत सम्मेलन भनेर एउटा कम्पिटिसनको निकाल्नुभयो। अनि त्यति बेला म वहाँ गएर बसिसकेपछि पछिबाट कुबेरजीलाई पनि मैले लिएर गएँ। अनि त्यहाँ बसेपछि अब यहाँ गाउँघरमा पनि मभन्दा अलिक जुनियर भए पनि हामी साथी नै थियौँ। उहाँलाई लगेर गएपछि त्यहाँ बस्दाखेरि अनि अब ल कम्पिटिसनमा त भाग लिनुपर्छ ल सरसल्लाह भयो। म पहिलादेखि नै यसो कम्पिटिसन गर्थेँ गाउँतिर पनि। अनि ल गरौँ त भनेपछि म गीत कम्पोजिसन गर्नुतिर लागेँ र एप्लाई पनि गरियो। त्यहाँ उत्कृष्ट सङ्गीतकार भनेर रेडियोमा मैले थाहा पाएँ। म त त्यहाँ त अघि भने जस्तो प्वाक पलाएर उडिसकेको फिल हो मलाई। अनि कुबेर गायनमा फर्स्ट भयो। संजोगले त्यसरी थियो त्यो याद छ। त्यो गीत चाहिँ नि पहिलो किरण सगरमाथालाई अँगालेर भन्ने शब्द थियो। तिमी युग युग बाँचिदेऊ भन्ने शब्द थियो। त्यो शब्दमा गीत त्यति बेला चाहिँ नि पछि थाहा भयो नातिकाजी शिवशङ्कर कोकोहरू जजमा हुनुहुँदो रहेछ। त्यसले चाहिँ मलाई हौसाएर अनि गीत रेकर्ड गर्न पनि त्यो रेडियोमा 2टा गीत रेकर्ड गर्न फ्री दियो है। अनि कुबेर भाइले नै 2टा गीत राष्ट्रिय गीतहरू रेकर्ड गऱ्यौँ। त्यहाँबाट चाहिँ पछिबाट मलाई कम्पोजिसन गर्न पनि अलिकति रहर लाग्न थाल्यो। मैले गरेको पनि हुँदो रहेछ भन्ने आफूलाई पनि फिल भयो। त्यस पछाडि अनि रेडियोमा गीतहरू रेकर्ड गर्न थाल्यो 41 सालदेखि। पहिलो पारिश्रमिक सम्झिनुहुन्छ कति प्राप्त गर्नुभएको थियो गीत सङ्गीतबाट? पारिश्रमिक 250 हो कि कति हो मैले सुरुमा पाएको होला सायद बिर्सेँ मैले चाहिँ। कति साल थियो? 250 होला मैले अहिले त्यो ठ्याक्कै बिर्सेँ। तर पछिसम्म पनि मैले त्योभन्दा बढ्ता चाहिँ पाइनँ रेडियोमा। त्यति नै पाएर त्यति नै पाएको थिएँ। त्यसपछि रेडियो जान छोडियो। पछिल्लो समय त एउटा गीत रेकर्ड गर्नलाई निकै महँगो पर्छ। हुन त अब अहिले पैसाको तुलना खास त्यत्रो धेरै छैन। पैसा मान्छेले जति पनि खर्च गरेर आफ्नो प्रस्तुतिहरू राखिरहेका हुन्छन्।
त्यो समय कस्तो थियो, कति पे गर्नु पर्थ्यो अथवा कति प्राप्त हुन्थ्यो, भनेको जति पाइन्थ्यो कि पाइन्थेन? त्यो रेडियोमा चाहिँ त्यति बेला राम्रो वातावरण थियो। बुढा म्युजिसियनहरू हुनुहुन्थ्यो। अब हामी त भर्खरको छिटौले भनौँ न, त्यही पनि भर्खर काठमाडौँ पुगेको, त्यति बेला सर्ट हुँदैन थियो, कमेज र पेन्ट लगाएर छिरेको मान्छे हो। हामीलाई चाहिँ राम्रो उनीहरूले पनि के अरे हाम्रो कुरा सुन्थे, अनि मिलाएर उनीहरूले बजाइदिन्थे। अब यसरी गर्ने उसरी गर्ने भन्ने कुरो त्यति बेला दम पनि थिएन, र गीत सुनेर उनीहरूले बजाइदिन्थे, राम्रो कोअपरेट गर्थे त्यति बेला। अहिले त रेडियो गाउँ बस्तीमा खोलिन थालेको छ, गाउँ बस्तीमा रेडियो खोलिएका छन्। त्यो बेलाको रेडियोको महत्त्व र अहिलेको रेडियोको महत्त्व, जो तपाईँ अहिले फेरि गाउँमै हुनुहुन्छ, कतिको फरक पाउनु भएको छ? रेडियोको महत्त्व त्यो बेला र यो बेलामा कतिको फरक छ? रेडियोले के दिन नसकेको कि अथवा रेडियो धेरै उत्पादन भएको छ, के छ, के महसुस गर्नु? होइन, रेडियोले दिन नसकेको होइन, हाम्रो त गाउँलेहरूको सङ्गीतकारहरूको मुटु नै रेडियो नेपाल हो। हाम्रो महादेव भने पनि, शिव पार्वती भने पनि रेडियो नै हो त्यति बेला। र उसैले हामीलाई त्यो वातावरण दिएर अहिलेसम्म टिकेको पनि हो। र पछि गएपछि ती वातावरण बिग्रिन थाले। अहिले त अब एउटा त के भने, रेडियो नेपालमा जाँदा पनि जब एउटा आन्दोलन भयो, सिंहदरबार गेटमा बम पड्यो, त्यस पछाडि रेडियो छिर्न बडो गाह्रो। पास लिएर आउनु भने पास रेडियोभित्र, आफू सिंहदरबारको गेटमा, अनि त्यो पास कसले ल्याइदिने अब हामी जस्तोलाई? अब त्यहाँबाट रेडियो जाने छिर्ने कुरै भएन त्यहाँबाट चाहिँ। धेरै केयरकार हुन थाल्यो, किन जाने, के को लागि जाने। अब हामी त्यहाँ गएर प्रशासनलाई म पनि गीत गाउँछु भनेर डेट माग्न जाने हो। त्यो पैसा रेडियोबाट पाइन्छ भन्ने हिसाबले होइन, म कसरी त्यहाँ चाहिँ एप्लाई हो भन्ने हिसाबले नै हो। त्यो कारणले गर्दा पछि त्यहाँ रेडियो जान अलिक असहज हुन थाल्यो। अनि त्यो बेलाको त्यस पछाडि म्युजिक नेपालहरू खुल्न थाले, त्यहाँ जान सजिलो भयो, त्यहाँ पास लाग्न कुरै भएन। त्यसो गर्दाखेरि त्यो चाहिँ सहज थियो। र त्यति बेला मैले जुन अघि भने रेडियो नेपालमा म्युजिसियनहरू सङ्गीतको पूजा गर्थे, अहिले त्यो छैन। अहिले चाहिँ नि अब कुनै पनि एउटा वाद्यवादक हुनलाई त वर्षौँ प्र्याक्टिस गर्नुपर्छ। अब अहिले त्यो धैर्य धारा छैन नै हामीसँग। अहिले चाहिँ त्यसरी मेहनत गरेर कुनामा बसेर त्यो पटकै छैन। जसले गर्दाखेरि यो पछिल्लो समय जताततै कार्यक्रम हुन्छन्, कलाकारले पनि आफ्नो पारिश्रमिकता राम्रोसँग पाउने थालेका छन्। यो गर्दै गर्दाखेरि नेपालमा जुन एउटा सङ्गीतको ट्रेन्ड चलिरहेको छ अहिले पछिल्लो समय, आरोप पनि लाग्ने गर्छ सङ्गीतमा चाहिँ एउटा बाढी नै आयो, यसमा चाहिँ धेरै ठुलो चुनौतीहरू छ भनेर अग्रजहरूले भनि नै रहनुहुन्छ। तपाईँको बुझाइ के छ यसमा? अहिले एउटा के सजिलो छ भने, अहिले चाहिँ नि मैले केही कुराहरू अलिकति जानेको छु भने एप्लाई गर्न बडो सजिलो छ। फेसबुकमा फुत्त निकालिदियो है, राम्रो छ भने मान्छे लिन्छ, राम्रो छैन भने लिँदैन। अब त्यति बेला चाहिँ नि हामीले के अरे गीतको लागि चाहिँ नि हाम्रो सर्वेसर्वा त्यही रेडियो नेपालै हो, त्यही जानु पर्थ्यो। अब त्यहाँ पैसा लाग्दैन थियो। पछि अन्त स्टुडियोको कुरो आए, त्यहाँबाट चाहिँ नि खर्च वर्चको कुरो आयो, त्यो सधैँ धान्न सक्ने कुरो पनि भएन। र हुँदा अहिले त अब त्यस्तै खालको गीतहरू गर्नु पर्यो भने दुईचोटि रेकर्ड गर्नुपर्ने हुन्छ, डबल खर्च। त्यही पहिला रेकर्ड गर्यो, त्यस पछाडि त्यसलाई पिक्चराइज अथवा भिजुअल नबनाइ हुँदैन। अनि अब अप्ठ्यारो पनि छ, सजिलो पनि छ। किनभने एउटा मेरो कुनै पनि आर्ट छ भने फेसबुकमा अपलोड गर्ने बित्तिकै त्यो देखिन्छ। एउटा अब पहिलाको तरिकाले गीत रेकर्ड गरेर बजाउँ भन्दा त्यो चाहिँ कता अब
सुन्नुपर्ने कुरो अब हेर्न पर्ने भयो कि श्रव्य त्यति दृश्य फरक छ त्यति सजिलो पनि छ अप्ठ्यारो पनि छ। यो सजिलो र अप्ठ्यारोको मिश्रणमा कलाकारलाई बाँच्नको लागि के उपयुक्त होला, के गर्नुपर्ला कलाकारले यो दुईटै मिश्रणबाट बाँच्न चाहिँ? यो विषयमा के भन्नु तपाईँलाई, अब हाम्रो कहाँदेखि सुरु गर्ने भन्ने, अब एउटा गाउँमा बाटै नपुगेको अवस्थामा कविलाई, कलाकारलाई, गीत गाउनेलाई संरक्षणको कुराहरू धेरै परिरहेका कुराहरू होला। गाउँमा एउटा कोपी फल्दा इस्कुस लगेर बेच्नु पर्दा बाटै नभएको देशमा हामीलाई पनि संरक्षण गरायो भन्न मलाई त्यति उचित छ जस्तो लाग्दैन यो विषयमा चाहिँ। भनेपछि यो परिवर्तन त समयले ल्याउन त ल्याउला हैन? तर अब पर्खिनु चाहिँ धेरै पर्ने भयो। यसको लागि अग्रजहरूले, अब तपाईँ त काठमाडौँमा बसेर विभिन्न सङ्घ संस्थामा पनि आबद्ध हुनुभयो होला, अग्रजहरूले के भूमिका चाहिँ निभाउन सके अथवा के भूमिका निभाउन सकेनन्? तपाईँलाई के लाग्छ? तपाईँ पनि काठमाडौँमा बसेर विभिन्न संस्थामा बसेर। त्यो एउटा चाहिँ नि सरकारले गर्नुपर्ने भनेको यो चोरी चकारी कपिराइट त्यो चाहिँ हेर्दै पुग्छ भन्छु म चाहिँ। अहिले त्यो पनि चाहिँ लागू भइरहेको छ नि कतिपय कुरामा। कति लागू भइरहेछ, कति चाहिँ भन्दा पनि सुन्दैनन्। नवीन किशोर दाई बितेर जानुभयो, उहाँले धेरै अनुनय विनय गरेको मलाई थाहा छ। उहाँको गीत चाहिँ नि अरूले रेकर्ड गरेर खै त्यो अहिलेसम्म त्यसको सुनै भए जस्तो लागेन। त्यो भन्दा भन्दै उहाँले पुकार्दा पुकार्दा मृत्यु भएर जानुभयो। तपाईँको त्यस्तो केही भएको महसुस गर्नु भएको छ? होइन, मेरो हकमा त त्यस्तो छैन, तर त्यो हुने सम्भावना त छ नि त बढी मात्रामा। अब अहिले अब कति कम्पोजिसनहरू चाहिँ तपाईँको बाहिर निकाल्दै हिँड्यो भने आफ्नो गीतहरू भोलि रेकर्ड भएर बजेको सुनिन्छ क्या। तर यो अलिक अप्ठ्यारो छ। गीत लेख्न सजिलो अथवा गाउन सजिलो अथवा सङ्गीत भर्न सजिलो, के लाग्छ हजुरलाई? सबै कुराहरू त्यत्तिकै जटिल हो। लेख्न पनि चाहिँ नि पोलिटिकस नै पर्छ। लेख्ने भनेर त्यसै आउने होइन। अब त्यसलाई के गीत भनेको त सबभन्दा सुरुको अवस्था हो। त्यो चाहिँ नि सायद त्यो म त सिभिल इन्जिनियर भन्छु कि, अनि त्यसलाई पछि अर्को इन्जिनियरले भर्ती गर्छन् है। सङ्गीत गीतले जब के भन्छन् त्यस पछाडि सङ्गीतकारले त्यो कुरो मर्म बुझेर त्यसलाई गर्नुपर्ने हुन्छ। अब अहिले त के अरे धेरै सुविधाहरू पनि निक्लेका छन्। पहिले हाम्रा पालामा थिएनन्। भन्छन् त्यो हामीले चाहिँ रेडियोमा आफूले कति लेख्न सकिन्थ्यो, कति चाहिँ कण्ठ पारेर गइन्थ्यो, यसो यसो गर्नु है भनिन्थ्यो, त्यो अनुसार उनीहरूले बजाइदिन्थे। अहिले चाहिँ के छ भने गीत यो कम्पोजिसन गर्ने कम्पोजर चाहिँ नि गीत मेकर मात्रै भएको छ कि, गीत बनाउने मात्रै। त्यसलाई चाहिँ नि एरेन्जर भन्छ, संयोजन अरूले गर्छन्। फेरि एउटा हिसाबले व्यवसाय अर्कोको पनि चल्यो। त्यति बेला यो चाहिँ नि 50 सालसम्म लगभग सबैले आफैले एरेन्ज गरेर लान्थे रेडियोमा। सरगममा लेखेर हुन्छ, केही स्टाफमा लेखेर हुन्छ, आफै गर्थे। कतिले कण्ठ पारेर गरिन्थ्यो, तर पछि गएर चाहिँ एरेन्जरले गर्नु थालेथ्यो। अब गीत मात्रै टक्क बनाइदिएपछि, एउटा फ्रेम बनाएपछि सबै उसले गर्छन्। तर गीत तपाईँले सोधाइको मैले अलिकति एउटा उत्तर, कम्पोजिसन गर्नलाई चाहिँ नि अब कतिलाई सजिलो होला, मलाई चाहिँ बडो रमाइलो पनि हो तर गाह्रो पनि हो। एउटा गीत कम्पोज गर्न कति समय लाग्छ? कस्तो मैले फिल गरेको छु भने, अब साथीभाइको छेउमा पनि हुन्न, घर परिवारको छेउमा, इभन आफ्नै श्रीमतीको छेउमा पनि त्यो खुल्दैन क्या। किनभने सिचुएसन मनमा अलिकति सङ्कोच हुन्छ, म खुल्नु पर्यो नि।
गीत चाहिँ नि एकदमै रुँदैछ भने मन नरोइ त्यो गीत आउँदैन, गीत हाँस्दैछ भने मन हाँसी आउँदैन। अनि चाहिँ नि साथीभाइको छेउमा श्रीमतीको छेउमा हाँस्न थाले रुनु थाल्यो भने त मलाई त पागल गर्छ भन्छ। अनि मलाई चाहिँ कठिन चाहिँ अलग्गै कोठामा कोही बेला कस्तो समय पर्छ भने एकदम भावना आइरहेको हुन्छ, खाना बोलाउँछ, पक 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 भन्दा भन्दै त्यो खाना सेलाएर अनि घरिघरि ढोका ल छिटो आइज खाना खान, उसलाई त थाहा हुन्न र आफूले पनि भन्न सकिन, होइन मलाई अहिले यो के अरे फुलिरहेछ भन्न पनि सकिँदैन है, त्यहाँ वाद विवाद सुरु हुन्छ। त्यो भएपछि त यो हराउँछ क्या, त्यो आएको कुरो पनि हराउँछ। त्यस कारणले यो कम्पोजिसन गर्दाखेरि बाउलाई चाहिँ हुनुपर्छ होला भन्छु म, मेरो चाहिँ हकमा है। त्यस्तो महसुस धेरै गर्नुभएको छ? होइन, हुन्छ त्यो जस्तो आँसु झर्छ त्यो भिजुअल, पहिला भिजुअल तयार गर्दाखेरि कतिपय रोइन्छ नै, हाँसिन्छ रोइन्छ। भनेपछि एकचोटि पुरै सर्लङ्ग ऐना जस्तो देखिनु पर्यो हजुर, आफूले गरेको कामको, त्यसको नतिजा। अब यो मिल्छ मिल्दैन, डुब्नु पर्छ भन्छन्, डुब्नु भनेको च्याप्टै होला। अब म कुन इन्भाइरोमेन्टमा मैले के गर्दैछु त्यहाँ पस्नु पऱ्यो नि म त। म पौडी खेल्दैछु भने अब म त्यो फिल गर्नु पऱ्यो, चिसो पानीको फिल गर्नु पऱ्यो, या म चाहिँ कसैबाट हिँडिँदैछु भने म त्यही फिल गर्नु पऱ्यो, या कसैले मलाई चाहिँ उकास्दैछ भने खुसी आनन्द भएको पनि फिल गर्नु पऱ्यो। यो यसरी नै हुने होला भन्छु है म चाहिँ, अरूले कसरी गर्छन् मलाई थाहा छैन। हामीले गीत सङ्गीतको अनि भोगाईको धेरै कुरा गऱ्यौँ। हजुर एउटा लामो समयदेखि साधना गरिरहनु भएको छ, विभिन्न कुराको अध्ययन पनि गरिरहनु भएको छ। नृत्यका कुरा भए, गायनका कुरा भए, अथवा भिजुअलाइजेसन गर्ने कुरा भयो, एउटा गीत कम्प्लिट गर्ने कुरा भयो। अब यो नृत्यका कुरा गर्दै गर्दाखेरि हाम्रा संस्कार संस्कृतिसँग जोडिएका विभिन्न कुराहरू कलाकारले उजागर गर्दै आइरहेका छन्। अहिले पछिल्लो समय त्यसलाई अध्ययन गर्ने कुरा पनि कहीँ सुरु हुन थालेको छ। यो गर्दै गर्दाखेरि हाम्रो नृत्यको जुन पाठ छ त्यो पाठहरू पहिलाको संस्कार संस्कृतिसँग जोडिएकै जस्तो छ कि फरक बाहिरबाट आएको केही फ्युजन पनि मिसिएको जस्तो छ, के देख्नु भएको छ यहाँले? होइन, बाहिर अहिले त अब संसार सानो भइरहेको छ, बाहिरको प्रभाव नपर्ने कुरो पनि भएन र बाहिरसँग अछुतो रहन पनि सकिँदैन, त्यो एकलकाटै भएर पनि सकिँदैन। र नृत्य भनेको चाहिँ गीतलाई पुरा त्यसको चित्र छर्लङ्ग देखिने हो है। अब संस्कृतिका कुरा गर्नुभयो तपाईँले, संस्कृति जस्तो अब नृत्य कहाँदेखि हाम्रो चाहिँ नि नृत्यहरूमा अब अहिले यो हामी प्राय कमन साकेला भनिन्छन् र देउडा भनिन्छन्। यसको अझै हेर्दाखेरि यो चाहिँ ब्याले भनिँदो रहेछ। संवादसँगको जस्तो अपेरा, संवादसँगको त्यो चाहिँ नृत्य भयो, गीती नाटक भन्छन् है। त्यो चाहिँ एउटा शब्दसँग नाच्ने भयो। ब्याले भनेको चाहिँ तपाईँको त्यो चाहिँ अब के भन्छन् यो इसाराले बुझाउने। अब मैले के गर्दैछु त्यो इसाराबाट बुझ्नु पर्यो। जस्तो क्यान्टेटा भन्ने कुराहरू त्यो न्यारेन्सन गरिदिनुपर्छ। क्यान्टेटा के हो भन्दाखेरि उसले गर्दै गरेको कुराहरू बुझिँदैन त्यत्तिकै हो भने। जस्तो साकेलाको कुरो गर्दा पनि जस्तो हाम्रो थुलुङको तोसी भन्छन्, योहरू पनि अहिले चाहिँ नि अब त्यसलाई पनि पछाडिबाट भनिदिएपछि त्यो बुझ्न सजिलो त हुन्छ, तर पनि त्यो त्यत्तिकै चाहिँ बुझिन्छ। जस्तो अब
यो भर्खर सुन्दैछु म अब सिल्ली हाम्रो चाहिँ सिल्ली भन्छ त्यो सिल्लीहरू 1500-1600 जातिका छन् भनेर अब त्यो चाहिँ अध्ययनै गर्नुपर्ने हुन्छ हामीले अब त्यो भ्याइँदैन होला सायद र पहिला पहिला यो बिहाले कसरी सुरु भयो होला भन्दा मेरो मात्रै विचार है यो मैले अध्ययन गरेर भने होइन बिहाले चाहिँ नि पहिला जमानामा अब एउटाले अर्काको भाषा बुझ्दैन थियो होला त्यति बेला चाहिँ नि इसाराबाट ती कुराहरू आएको हुनुपर्छ अनि इसारा त अर्को व्यक्तिले बुझ्ने भए त्यस कारणले बिहाले चाहिँ नि अहिलेको नीतिहरू जति छन् त्यो चाहिँ हाम्रो जिउने कलासँग जोडिएर आएको होला हामी यसरी जिउनुपर्छ यसरी बाँच्नुपर्छ संसारमा आएपछि भनेर अब त्यो विशेष गरेर खेती गर्ने तरिकाहरूमा त्यसमा बढी व्याख्या गरे हुन्छ अनि हाम्रा यो योगाका कुराहरू त्यसभित्र पर्छन् त्यसले गर्दाखेरि त्यो हाम्रो अहिले सम्झिँदा हामीले हराएको सम्पत्ति रहेछ त्यसलाई चाहिँ अहिले सिल्ली भनिन्छन् या के भनिन्छन् त्यो चाहिँ पुरानो हाम्रो ब्याले रहेछ यो ब्याले चाहिँ नि यहीँबाट यो पूर्वीय सभ्यताबाट गएर पश्चिमाहरूले नाम राखेको हुनुपर्छ मलाई चाहिँ त्यस्तो लाग्छ भनेपछि पूर्वीय संस्कार संस्कृतिबाटै गीत सङ्गीतको चाहिँ एउटा उत्पत्ति भयो अथवा पूर्वीय संस्कार संस्कृति नै गीत सङ्गीतको चाहिँ मूल पाठ हो है भन्ने पनि हामी लिन सक्छौँ मलाई हो जस्तो लाग्छ अब नाटककै कुरा गर्दाखेरि संवाद नाटक त पछिबाट आए पहिला पहिला त इसाराकै नाटकहरू जस्तो ब्यालेको कुरा गरियो है यो भन्दा नि पहिला पूर्वैबाटै यो सभ्यता थियो भन्ने लाग्छ मलाई पनि अहिले नेपालमा आलोचना हुने गर्छ नि पश्चिमा संस्कार संस्कृति भित्रियो भन्दै गर्दाखेरि अब हामी यसलाई यसरी बुझ्न सक्छौँ कि हाम्रो पूर्वीय संस्कार संस्कृति पहिला उता गयो अब यता फर्किँदैछ हामीले यसरी बुझ्दा के हुन्छ हामीले त्यसको संरक्षण गर्न जानिएन उनीहरूले त्यसको नाम पनि राख्दै आए संरक्षण पनि गर्दै होला भन्छु म न यो त्यत्तिकै उनीहरूले नगरेको भए फेरि कहाँ पुग्थ्यो होला त्यो पनि लाग्छ है मलाई चाहिँ हुनसक्छ हामी त नेपालमा त विभिन्न भूगोल विभिन्न क्षेत्र विभिन्न जात जाति धर्म संस्कार संस्कृतिहरूभित्र रहेका छौँ यो हुँदै गर्दा हाम्रो गीत सङ्गीत अहिले पछिल्लो समय बिचमा खिचडी जस्तो भएको थियो अहिले छुट्टिँदै गर्दाखेरि अब विभिन्न संस्कार संस्कृतिका गीतहरू जात जातिका गीतहरू यी लोप हुँदै गएका छन् यसलाई के गर्दा त्यो क्षेत्रमा त्यो संरचनामा फेरि फर्किन सकिएला यसो होला है यो के हो भने यो हाम्रो गाउँले परिवेशको भनौँ न अब जब बोल्न थालेपछि गाउन थाल्यो होला त्यो आफै अहिले आएर तपाईँको यो राग रगेनी क्लासिकलको कुराहरू आउँछन् त्यसको जड त वास्तवमा एउटा गाउँको परिवेशमा मान्छेले कसरी गुनगुनाए जस्तो पूर्वमा लयबरी भाका भन्थ्यो पहिला पहिला है त्यो उसको मूल त त्यही हो नि त्यहाँबाट बिस्तारै विकास भएर यो हिजो आज विकास भएको त होइन त्यो त हजारौँ वर्षमा अहिले यो यति परिमार्जित भएको तर त्यसको मूल त भनेको त लोक नै हो नि लोक बेसै हो नि त मान्छेले जसरी गुनगुनाए मूल त त्यही हो त्यहाँबाट बिस्तारै यसलाई परिष्कृत गर्दै गर्दै लगेको त हो नि यो बजाउने कुरा जुन बाजा गाजाका कुराहरू हामीले अघि गर्दै थियौँ यी बाजा गाजा अहिले हामी भेटायौँ गाउँ अथवा चाहिँ जात जातिका हाम्रा त विभिन्न संस्कार छन् जन्मका संस्कार मृत्युका संस्कारसम्मका विभिन्न परिष्कृत बाजाहरू छन् यी बाजा गाजाहरू हामीले प्रयोग गरिरहँदाखेरि अहिले त्यो समय जुन तपाईँले सङ्गीत अध्ययन गर्नुभयो त्यो समयको र अहिलेको फरक हुँदै गर्दाखेरि अब त्यसलाई कसरी संरक्षण गर्न सकिएला
के छ? अब यो दुईटै कुराहरू हुन्छन् है। नयाँ कुराहरू पनि हेर्दै चाख्दै जानुपर्ने नै हुन्छ, अभ्यास त त्यसमा पनि जानै पर्ने हुन्छ। पुराना कुराहरू संरक्षण गर्न एकदमै आवश्यक चाहिँ हो, किनभने हाम्रो मूल बेस त्यही नै हो। तर अब यो आधुनिक र विकासले चाहिँ नि कति कुराहरू चाहिँ नि बगाउँदै पनि लान्छन्। त्यसो भन्दैमा अब बग्न दिनु चाहिँ हुँदैन। अब हामीले कोसिससम्म गर्ने हो, कतिसम्म सकिन्छ यसलाई चाहिँ नि। जस्तो मुचुङ्गाको कुराहरू आए, बिनायाको कुराहरू आए, त मुचुङ्गा बनाउने मान्छे कति कलाकारिता थिएछ त। सानो फलामको टुक्राबाट बनाउने, उसलाई कसले आइडिया दियो होला, अनि त्यो एउटा बाजाको रूपमा कसरी विकास भयो होला। त्यो बिना एउटा सानो बाँसको फेप्टाबाट बिनायो निक्ल्यो, त्यो त्यो मिठो आवाज कसरी भयो होला, त्यसलाई विकास हुन त टाइम लाग्यो। बाँसुरी भए। अब यस्ता कुराहरू जब सुरुमा त्यहीबाट हामी आएको कारणले पनि त्यसलाई संरक्षण गर्न चाहिँ जरुर हो। तर अब यो नयाँ बाजाहरू यसरी थपिँदै जान्छन्, पुरानोहरू कति चाहिँ नि लोप हुँदै जान्छन्। यो साथ संसारको नेचरको दिन पनि यस्तै होला सायद। भनेपछि जसरी समय परिवर्तित भएर जान्छ त्यसरी परिस्थिति भएर हरेक चिज गइरहेको छ भन्ने हामीले बुझ्नु पर्यो। हामी कार्यक्रमको लगभग एउटा सेगमेन्टको क्रममा पुगिसकेका छौँ। हामीसँग कार्यक्रममा ढाँट्न नमिल्ने एउटा सेगमेन्ट छ, जसमा चाहिँ हामी ढाँट्न मिल्दैन भनेर भन्ने गर्छौँ। यहाँलाई कस्तो लाग्छ? यहाँले छोटो हामीलाई आफूलाई लागेको विचार प्रस्तुत गर्नुहुन्छ भन्ने लागेको छ। हामी कार्यक्रमको लगभग अन्त्यमा प्रवेश गर्दैछौँ। हामीसँग कार्यक्रममा एउटा ढाँट्न नमिल्ने सेगमेन्ट छ, जहाँ चाहिँ हजुरले ढाँट्न मिल्दैन है। हामी ढाँटेको कुरा पनि पत्ता लगाउँछौँ त्यो सेगमेन्टमा। हामी त्यो सेगमेन्ट गर्नेछौँ। जीवन काँडा कि फुल? जीवन दुवै हो। कसरी? काँडा पनि हो, फुल पनि हो। त्यसलाई कसरी लिने भन्ने मात्रै। काँडा भन्दै गर्दा फेरि बिजेन भने दुखाइको महसुसै भएन भने के अर्थ र जीवन भनेपछि दुख्नु पनि पर्छ। दुखाइ सँगसँगैको जीवन चाहियो हो। तर मान्छे अहिले पछिल्लो समय दुखाइ चाहिँ मन पराउँदैनन्, काँडा चाहिँ मन पराउँदैन। फुल मात्रै भयो भने त्यो अधुरो हुन्छ जीवन। पैसालाई कसरी चिन्नु भएको छ यहाँले? नभई नहुने तर क्षणिको। क्षणिक मात्रै किन? त्यो आज छ भोलि छैन, त्यसकै पछि पनि कुद्न हुँदैन। यदि पैसाले किन्न पायो भने के किन्नुहुन्छ यहाँले? पैसाले त्यस्तो धेरै ठुलो कुरो किन्न खोज्दै पनि त्यसले धेरै पैसा भयो भने त्यसले निको गर्दैन। धेरै पैसा हुनु राम्रो होइन। त्यसले मान्छेलाई कुविचार जन्माउँछ। अहिले पछिल्लो समय नेपालमा भइरहेको विभिन्न परिवर्तनहरू छन्, पैसाकै कारण भएको। आफूले थेक्न सक्ने मात्रै हुनुपर्छ। प्रेम के हो? प्रेम जीवन हो। मैले आफैलाई माया गर्न सकिनँ भने त्यो प्रेमको के अर्थ भयो? प्रेम अथवा त्याग अथवा बलिदानका कुरा आउँछन् नि, यी कुरा आयो भने तपाईँ आफूले आफूलाई
के महसुस गर्नुहुन्छ? प्रेम, त्याग र बलिदानका तीनवटा कुरा आयो भने तपाईँ त्यागी हो अथवा बलिदान गर्न सक्ने मान्छे हो अथवा प्रेम गर्न सक्ने मान्छे? यसलाई म यसै भन्न सक्दिनँ। त्याग गर्नुभएको छ कुनै कुरा? त्याग त गरिएकै छ नि। त्यो मलाई सम्पत्ति कमाउन मन छैन र मलाई विलासिताका कुराहरू मन छैन र तर त्यो मेरो लागि क्षणिक रहेछ नि त। त्यसरी त्यो पनि मेरो एउटा त्याग नै त हो। पैसाको पछि लाग्ने म व्यापार गर्थेँ होला अथवा पैसा आउने बाटोतिर जान्थेँ होला, तर मैले थ्याक्न नसके त्यो मलाई त्यति धेरै चाहिँदैन भन्छु म। यदि यही कुरा गर्दै गर्दाखेरि, प्रेमकै कुरा गर्दै गर्दाखेरि विवाह परिवार भइसक्नुभन्दा अगाडि कसैसँग प्रेम गरेर गीत लेख्नुभयो, सिर्जना केही गर्नुभयो? अनि परिकल्पना हुन्छन्, तर अब यसैमा समर्पित भनेर चाहिँ गरिएन। किनभने अब अल्लारे बल्लारेमा एउटा युवाले एउटा युवतीले एउटा युवालाई मन पराउन स्वाभाविक हो, तर त्यसरी फोकसै गरिएर त्यसलाई गरेर त्यसरी चाहिँ गरिएको छैन। सिर्जनालाई हामीले एउटा देशको उन्नतिको रूपमा पनि लिन्छौँ अथवा आफ्नो आत्मसन्तुष्टिको रूपमा पनि लिन्छौँ। सिर्जना गर्दै गर्दाखेरि यहाँले विभिन्न गीतहरू सिर्जना गर्नुभएको छ, सङ्गीतहरू सिर्जना गर्नुभएको छ, शब्दहरू सिर्जना गर्नुभएको छ, एउटा प्रतिष्ठा पनि सिर्जना गर्नुभएको छ। यो गरिरहँदाखेरि कहाँ कसको लागि किन गरे होला भन्ने कहिलेकाहीँ महसुस हुन्छ? मैले छाती मात्र गरेर भन्नुपर्दा सबैभन्दा पहिला मैले मेरै लागि गरेको हो। आफ्नै लागि हो। यो सबैले गर्ने आफ्नै लागि हो। कति कुराहरू पछि अलिकति गहन हुँदै गयो भने, गर्दै जाँदा निखारिँदै गयो भने त्यो गाउँको हुन्छ, जिल्लाको हुन्छ, राष्ट्रको हुन्छ, क्षेत्रको हुन्छ। र सबैभन्दा पहिला जसले पनि गर्ने भनेको आफ्नै लागि हो। सुख के होला जीवनको अनुभूति सम्हाल्दै गर्दा? सुख सन्तुष्टि हो। दुःख पनि त मैले अघि भने दुःख बेगर त सुख त आउँदैन। दुःख छैन भने सुखको के अनुभूति हुन्छ र? सुख दुःख दुइटै उस्तै हुन्। त्यसले दुःख बेगरको सुखको पनि भेल हुँदैन होला मेरो लागि चाहिँ। अहिले पछिल्लो समय सुख मात्रै खोज्ने जमातहरू देखिन्छन्, के भन्नुहुन्छ? कति कुराहरू उज्यालोमा मात्रै भेटिँदैन नि, अँध्यारोमा पनि खोज्नुपर्छ। सबै उज्यालोमै चाहिँ सबै कुरा हुन्छ भन्ने म चाहिँ मान्दिनँ। त्यसो भए भने जीवन ऊर्जामय बन्छ। एटलिस्ट के अरे कालो बेगर सेतो भ्यालु त हुन्न नि त। जसरी दिन उज्यालो छ, रात परेन भने त त्यो त औडा लाग्छ, त बस्नै सकिन्न। तपाईँको जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति को हुन्छ, को भयो? सन्तान, परिवार, साथी? सबैभन्दा महत्त्वपूर्ण त अब परिवार नै हो नि। त्यही परिवारबाट गुजारा चलाउनु पर्छ। परिवार मिलेन भने त घर बन्दैन, घर मिलेन भने गाउँ बन्दैन, गाउँ बनेन भने राष्ट्र बन्दैन। यसर्थ जीवनमा महत्त्वपूर्ण परिवारलाई नै परिवारै हो। त्यो चाहिँ एउटा सबभन्दा सानो इकाइ हो नि त। देशको, गाउँको, जिल्लाको, क्षेत्रको परिवारै चाहिँ
मेलमिलाप छैन भने गाउँ कसरी मेलमिलाप हुन्छ र? होला मेरो चाहिँ सोचाइमा। मृत्यु जीवनको स्वीकार्य पाटो हो। जीवन हुनु भनेको मृत्यु पनि हो। तपाईँले मृत्युलाई कसरी बेच्नु भएको छ? मृत्यु छैन भने त कुनै काम हतारै लाग्दैन। मरिन्छ र न चाँडो चाँडो गर्नुपर्ने हुन्छ। ए भनेपछि हतार गर्नु भनेको मृत्युको नजिक पुग्नु भयो नि त। अनि मृत्यु यदि मृत्यु छैन भने त के अरे पछि गर्छु भन्ने होला नि त मान्छेमा पनि। भोलि गर्छु पछि गर्छु भन्ने होला नि त। मृत्यु त एकदमै त्यो त कहीँबाट काट्नै नहुने कुरा त हो नि त। त्यसकारण अब यो कति योजनाहरू चाहिँ नि यति वर्ष पछाडि मरिन्छ होला, उति वर्ष एउटा अन्दाज गरेर त्यो काम त गर्न त त्यसले पनि मान्छेलाई त हौसला दिन्छ नि। मृत्युसँग डर लाग्छ? लाग्दैन, सहज रूपले मर्ने हो। भाग्य अथवा मेहनत सफल हुनको लागि के महत्त्वपूर्ण हो? म चाहिँ मेहनतलाई मान्छु, भाग्यलाई होइन। कर्मै नगरी भाग्य खोज्नु थाल्यो भने त बौला भइन्छ होला। तर मेहनत गर्ने मान्छेले मेहनतको प्रतिफल पाइरहेको हुँदैन नि। यसमा त भाग्य नै खोजिरहेका हुन्छन्। भाग्य खोज्दै खोज्दै मान्छे कहिले मन्दिर पुग्छ, कहिले नजानुपर्ने ठाउँमा पुग्छ, होइन र? त्यसो होला। पहिला म को हो, मैले के गर्नुपर्ने भन्ने कुरो चाहिँ आफूले छान्न पर्ने होला, विशेष त्यो चाहिँ। त्यस पछाडि लाग्यो भने त्यसलाई गोडमेल गर्न थाल्यो भने भाग्यमानी भइएला। छोड्दै अर्को गर्दै अर्को गर्दै अर्को गर्दै त्यो त्यसरी चाहिँ भाग्य पाइन्छ जस्तो लाग्दैन मलाई। अन्तिम शान्ति केमा मिल्छ हजुरलाई? के शान्ति केमा मिल्छ? शान्ति सन्तुष्टिमै हो। आफूले गरेको कर्ममा कति भ्याइएला कति नभ्याइएला आफूले भ्याएकोसम्म गर्ने हो। त्यसैमा सन्तुष्टि भयो भने शान्ति हो। यो के भन्छन् भने अब ओभर एम्बिसियस भन्छ नि, नहुने कुराहरू साह्रै बल नगर्न ठिक होला। पहिला मैले भने जस्तो आफ्नो औकात कतिसम्म करिब करिब नाप्न चाहिँ सकिन्छ, यतिसम्म। अब बढी भयो भने त्यो फाइदै भयो, आधा अवधि पुग्यो भने त्यसलाई पनि सफल मान्नुपर्छ भिडमा। यहाँले देश विदेशमा यात्रा गर्नुभयो होला, अथवा देशकै विभिन्न भूभागमा यात्रा गर्नुभयो होला, विभिन्न सङ्घ संस्थामा बसेर काम गर्नुभयो होला। अहिले पछिल्लो समय गाउँ फर्केर पञ्चम सङ्गीत स्थापना गरेर, विद्यालय स्थापना गरेर यहाँ हजुरले अध्यापन गराइरहँदाखेरि यहाँबाट के उद्देश्य लिनु भएको छ? यो पञ्चम सङ्गीतको कुरा ल्याउनु भयो यहाँले। यो चाहिँ नि मैले एउटा वातावरण कायम राख्नको लागि मात्रै हो। अब मैले त्यति धेरै सिकाउने भन्दा पनि यो वातावरण बनिराखोस्। सङ्गीत या कला कुनै पनि एउटा मान्छेलाई नभई नहुने चिज हो। त्यसले एउटा यो मान्छेलाई जहिले पनि सन्तुष्टि अथवा चलायमान गराइराख्छ कलाले। त्यस कारणले गर्दाखेरि यो आफ्नो आफ्नो सेक्टरमा यसलाई वातावरण बनाइराखौँ, मेन चाहिँ त्यही हो मेरो लागि। अब त्यस पछाडि मेहनत गर्दै गयो भने जहीँ पनि पुग्न सकिन्छ। तर त्यही हो, आफूले आफूलाई पहिला औकात हेर्नु पर्यो। अब
क्रिकेटै खेल्न नजान्ने मान्छेले वर्षौँ अभ्यास गर्यो भने उसको अर्कोतिर राम्रो साइड छ भने त्यो अपुग हुन सक्छ। त्यस कारणले गर्दाखेरि पहिला आफूले आफूलाई हेर्ने, म यो चाहिँ मेरो लागि ठिक होला भनेर छान्ने, चुन्ने, त्यस पछाडि लाग्ने होला भन्छु म चाहिँ। त्यस कारणले अहिले मैले यो वातावरण बनिरहोस्। अब भाइ बहिनीहरू, मभन्दा आउने भाइ बहिनीहरूलाई म यही भन्छु है, शुद्धता तरिकाले जाउँ है। यसलाई बढी के अरे अब अलिकति प्रत्येक कुराको नियम हुन्छ, त्यो नियमभित्र बसेर जाउँ भन्ने मात्रै हो मेरो। हामी कार्यक्रमको अन्त्यमा पुगेका छौँ। कार्यक्रमको अन्त्यमा आउँदै गर्दाखेरि, पुग्दै गर्दाखेरि मैले भन्न धेरै छुटाएँ होला, सोध्न धेरै छुटाएँ होला, यहाँले भन्न धेरै रुचाउनु भएको होला। समयको मध्यनजर गर्दै गर्दै मैले भन्न छुटाएका, हजुरले भन्न रुचाएका केही छन् भने अन्त्यमा हाम्रा दर्शकहरूले यहाँ प्रस्तुत गर्न सक्नुहुन्छ। काम भनेको हामीले कहिले पनि पैसा हेरेर नगरौँ। आफ्नो दृष्टिकोण सोझो पारेर कुनै पनि क्षेत्रमा लागौँ। पैसा हेरेर गइयो भने विचलित भइन्छ आधा बाटो पुग्दा पुग्दै। पैसा हुन पनि सक्छ, नहुन पनि सक्छ, सम्पत्ति हुन पनि सक्छ, नहुन पनि सक्छ। जब केही कुरोमा सफल भइन्छ पैसा आफै खोज्दै आउँछ, आफूले खोज्नै पर्दैन होला। त्यसो गर्यो भनेदेखि जीवन सहज हुन्छ। मलाई 1000 रुपियाँ चाहिएको छ, मलाई 100 रुपियाँ पनि पायो भने त म त फ्रस्ट्रेसन हुन्छु। त्यतातिर आशै गर्दा 100 रुपियाँमा आउँदा पनि खुसी भइन्छ। त्यस कारणले त्यो पैसासँग तुलना गरेर पैसाको लागि कुनै पनि काम नगरौँ। चाहिन्छ मान्छेलाई, नचाहिने होइन। अब कला एउटा चिज हो, आफ्नो गरिखाने व्यवसाय एउटा हो। त्यो दुईटै कुरोलाई त्यतिकै सन्तुलन गरेर लान चाहिँ पर्छ र पछि गएर त्यो व्यवसाय बन्न सक्छ पछि गएर। तर पहिला चाहिँ हामीले त्यो विचारले गइयो भने बिचमा नहुनु पनि सक्छ। मलाई त्यस्तो लाग्छ भाइ। यहाँको यो अमूल्य समय हाम्रो कार्यक्रमलाई उपलब्ध गराउनुभयो, यसको लागि म यहाँलाई हार्दिक आभार, हार्दिक धन्यवाद व्यक्त गर्छु। हस्, धेरै धन्यवाद। यहाँले पनि मलाई बोलाएर यति ठुलो ठाउँमा मेरो भन्ने भनाइहरू राख्न दिनुभयो, धेरै धन्यवाद। आदरणीय दर्शक महानुभाव, हामीले यतिन्जेलसम्म आदरणीय व्यक्तित्वसँग रहेर उहाँका जीवन कथाहरू, उहाँका भोगाइहरू र उहाँका विचारहरूलाई प्रस्तुत गर्यौँ। आगामी एपिसोडमा हामी यस्तै एक प्रतिष्ठित व्यक्तिसँग यहाँहरूमाझ उपस्थित हुनेछौँ। तबसम्मको लागि हाम्रो नेपाल कास्ट पोडकास्टको होल युनिटलाई म विक्रम सुन्दा सँगसँगै बिदा माग्छु।